हेलो गाइजहरू सबैजना सन्चै हुनुहुन्छ कि बिसन्चै अनि म पनि सन्चै छु हुनुपर्छ। अनि म चाहिँ आज यता के भन्छ जुग्रु भन्ने ठाउँतिर आएको थिएँ अनि वडा नम्बर 9 तिर अनि यसो कुसिपा दमदाला जाँदैछु भन्नुपर्छ। अहिले चाहिँ जुग्रुदेखि हिँडिरहेको छु यता के भन्छ यता पछाडि चाहिँ सिनियारीको खोला भन्ने ठाउँदेखि अगाडि हल्का अगाडि आइरहेको छु। त्यहाँ चाहिँ भान्जो गइरहेछन् अनि भान्जोको गर्लफ्रेन्ड पनि रहेछन् अनि म चाहिँ पछि हिँडिरहेको छु हुनुपर्छ। यहाँ बसिसक्यो के गर्नु यस्तो साथीहरूसँग साथ बोक्ने हुँदो रहेछ गाह्रो छ। म चाहिँ अब सालै नगरेर गइहाल्यो हो ठिक छ गइहाल्छ। म चाहिँ ढिलो यहाँ चाहिँ बसिरहेको रहेछ। यहाँ पनि पानी पनि परिसक्यो यार। हाम्रो त छाता पनि छैन के गर्नु गाह्रो छ क्या। यस्तै छ गाउँसँग देखिन्छ कि नाइटी मान्छेहरू पर गता थियो गता छ गता हत्तो पत्तो छैन। त्यसले गर्दा बसिरहेको जस्तो त लाग्छ। त्यतैतिर छ त्यतै बसिरहेको छ त्यो मान्छे। हामी चाहिँ हिँडिरहेको छ भन्नुपर्छ। त्यो चाहिँ पानी पनि पर्छ कि के गर्नु यस्तै छ हेर्नु। अहिले चाहिँ यस्तो कार्तिक मास है पानी पर्ला भन्ने थाहा चाहिँ भएन। त्यही भएर छाता पनि ल्याइएको थिएन बरु क्या बरु त्यसले ल्याएको कारणले आज पानी पर्दैछ भनेदेखि हामी चाहिँ जोग हुन्छ। हामी चाहिँ अहिले जङ्गलमै छौँ। अब थोरै पछि चाहिँ सुनकोटको ठाउँ पुग्छु होला। हामी चाहिँ यहाँ पाहाडदेखि आएको यतादेखि पनि यहाँ रोक्लियो कि केले देखिरहेको छैन जस्तो छ। यतैदेखि हिँड्ने हो हामी चाहिँ पाहाडी यता जुग्रु यहाँदेखि माथि जाँदो रहेछ। यता चाहिँ सिनियारी खोला हाम्रो भान्जा सायद यता छ अनि म चाहिँ अगाडि आइसकेको हुनुपर्छ। अहिले पानी पनि परिसक्यो हेर्नुहोस् यस्तो गरी अलिअलि पानी परिरहेको छ। जोग हुन्छ पानी पऱ्यो भने त हामीलाई ल मेरो भ्लग चाहिँ हेरिदिँदै गर्नु होला। म चाहिँ अहिले सुनकोट पुग्दा देखाउँछु हजुरहरूलाई सुनकोट। यस्तै गर्दै अलिअलि भएको ठाउँमा चाहिँ जहाँसम्म भ्याउँछ त्यहाँसम्म देखाउँदै जान्छु अनि हेर्दै जानु होला। मेरोमा चाहिँ आज यस्तै आज 2-4 दिन भयो यस्तै पानी पऱ्यो हल्का अनि यस्तै घाम नलागेर मौसम पनि अहिले पनि हेर्नु यस्तै छ। यस्तै खराब भइरहेछ अनि त्यस्तै घाम नलाग्नु कारणले अनि सोलर पनि चार्ज हुन पाएन अनि त्यही भएर मेरो मोबाइलमा पनि चार्ज चाहिँ हल्का कमै छ भन्नुपर्छ। यो चार्जरले जहाँसम्म भ्याउँछ त्यहाँसम्म चाहिँ देखाउँछौँ। हेर्दै हुनु होला है त। हो कस्तो गाह्रो भयो पारी के हुन्छ नै त्यो कुसी पाटनतिर चाहिँ पुरै अहिले नै परिरहेको जस्तो छ त त्यस्तै देखिरहेको छ। हेर्नुहोस् पारी अलिअलि देखिरहेको छ त्यता कुसी पाटनतिर अनि त्यतिर नि अस्तिमा आउँदा चाहिँ हिउँ थिएन अनि आज हिजो हल्का पानी परेको अनि त्यो पानीमा त्यतातिर हिउँ आएछ। अहिले पनि हिउँ हानिरहेको छ जस्तो छ त्यतातिर त्यस्तै देखिरहेछ। अनि यतातिर चाहिँ अलिअलि पानीको छिटो हानिरहेछ कस्तो हुने हो पानी पर्छ कि नै। हामीलाई हाम्रो दमदाला गाउँ पुग्नु पानी आउँदा ठिक हुन्थ्यो। त्यहाँ जाँदा त केही व्यवस्था भइहाल्छ। यता ढिमेखोर्पा पुग्दा पनि त्यतै ओचिएर जाने भइहाल्छ अनि त्यतैदेखि जानुपर्ने भयो माथि के
माथि गप्सैमा त्यहाँ सिँगाडी खोला देखेको छ देखिरहेको छ त्यो त्यस मात्रै छ त त्यो सिधै सिधै गइरहेको छ त्यो त्यही भन्छ अनि हामी चाहिँ मदेखि आएको चाहिँ म चाहिँ आजभोलि चाहिँ अलि टग्ली भएको छ क्या टग्ली भए हुन कारणले चाहिँ टोपी लगाइरहेको छु टग्ली हुनपर्ने अनि एउटा हाम्रो घरको आन्टी बित्नु भएको थियो अनि त्यही भएर 5 गते बितेको अनि कपाल सपाल काटेर त्यही भएर टग्ली भएको हो नत्र रहन्थ्यो होला टग्ली त त्यही भएर टग्ली भएर पनि चाहिँ कपाल चाहिँ आइसक्यो